नेपालको यस्ता धेरै ठाउँहरू छन् जुन ठाउँमा पुग्दा मात्र थाहा हुन्छ जङ्गलको गहिराईमा सबैको नजरबाट टाढा एउटा पुरानो मन्दिर आज चौकी डाँडाको त्यो लुकेको मन्दिर। सो हाई एभ्रिवान एन्ड वेलकम टु द ट्रिपी फिनिक्स मुभमेन्ट्स है। हामी चाहिँ आज चौकी डाँडा आएको छौँ। सुरुमा हामी अर्को बाटो गएको थियो, अर्को बाटोमा चाहिँ अब पहिरो सहिरो गयो, पहिरो गएर जान पाएन। अनि अर्को यो नेक्स्ट रुट बदलेर हामी चाहिँ यो झोर्ले भन्ने ठाउँबाट अहिले चौकी डाँडा जाँदैछौँ। हेरौँ अब के हुन्छ त्यहाँ पुग्ने बेरसम्म। अब भ्यू चाहिँ राम्रै देखेछ। अब धेरै जस्तो मान्छेहरूलाई थाहा छैन कि चितवनमा पनि हाइकिङ प्लेसहरू छ भनेर। चितवनमा नि वाइल्ड छ हाइकिङ प्लेस, मान्छेहरूले खोज्न नसकेर मात्रै हो। एक दिनमा गएर पुग्ने ठाउँ चाहिँ यो हाम्रो अहिले चौकी डाँडा भन्ने हुन त पहिलेदेखिबाटै चलेको हो, तर अझै राम्रो बनाउनको लागि चाहिँ अब अझै इन्फर्मेसनहरू ग्यादर गरेर तपाईँहरूको माझमा पुर्याउनको लागि चाहिँ हामी फेरि यहाँ आइसकेको छ। हामी चाहिँ चौकी डाँडा आइपुग्यो। अहिले बाइक चाहिँ यहाँ छोड्दैछ। यहाँबाट भ्यू टावर हो, यहाँबाट चाहिँ हजुरले सब चितवनको भ्यू देख्न सक्नुहुन्छ है। दामी देखिन्छ यो भ्यू टावरबाट चितवनको भ्यू चाहिँ। एकचोटि माथि जाऊँ न, यहाँबाट हेर्न सक्नुहुन्छ भ्यू हाम्रो। यतापट्टि चाहिँ हाम्रो मुगलिन हाइवे भइहाल्यो उतानिरको। अनि त्यहाँबाट त्यो चाहिँ हाम्रो चितवन सहर। यो है हामी माथि चौकी डाँडा आइपुगिसक्यौँ। अघि त्यहाँ बाइक साइक राखेर भ्यू टावरमा। अब हामी चाहिँ यो चौकी डाँडाको त्यो भर्याङ चढ्ने ठाउँ छ नि, त्यहाँसम्म हाइकिङ भन्छ नि, हिँड्दै जाँदैछौँ। बाटो अब यस्तो डेन्जर छ। बाइक पहिला जान्थ्यो अरे, अहिले चाहिँ अब पहिरो सहिरो गएको थियो अगाडि पनि, हिँड्दै नै जानुपर्छ भनेर एउटा बाजेले भन्नुभयो हामीलाई चाहिँ। अब त्यही अनुसार हामी हिँडिरहेको छौँ। यहाँ अर्को साथी त्यहाँ बसिरहेको हिँड्दैछ अर्को साथी चाहिँ। अब कति टाइम, अब एकछिन हिँड्नुपर्छ। अब घाम पनि लाउनु लाग्यो। यहाँ त डेन्जर चिसो सर र हावा नि चलेको मिठो तरिकाले। त्यही अनुसार प्रिपेयर भएर अगाडि बढ्दैछौँ। अब तपाईँहरूलाई माथि त्यो ठाउँ पुगेपछि तपाईँहरूलाई भ्यू देखाउँछौँ। अब ल हेर्नु, हावा मिठो चल्दा कस्तो डेन्जर भएर हावा हो, चिसो छ वरिपरिको वातावरण। आनन्द छ जे होस्। यहाँ चाहिँ जङ्गलै जङ्गल छ त यार, बाटै बिर्स्यो जस्तो छ त। जाडो जाडो उयो हल्दा हावा चल्नै बन्द भयो यहाँ त। अब हामी आउन त यत्रो आयो, फेरि हिँड्दै त्यत्रो माथि जानुपर्छ यार। टेन्सन लागिसक्यो मलाई त। मलाई फेरि यो ट्रेकिङ सेकिङमा हिँड्न चाहिँ त्यस्तो विधि गाह्रो लाउँदैन। शान्ति नै हिँड्नु पऱ्यो भने चाहिँ आमामामामा के कानै हुने हुन्छ हौ मलाई त। ओहो कस्तो राम्रो फुल। बाटो यस्तो रहेछ र पो बाइक जाँदैन भनेर चाहिँ बुढाले हामीलाई। ए बाटो त ध्वस्तै भएर चाहिँ दादाको। यहाँबाट चितवनको भ्यू चाहिँ कडा देखिँदैछ हौ। ओहो ऊ त चाहिँ दासढुङ्गाको पुल जस्तो छ यसो हेर्दा त। ऊ त देवघाटको पुल तनहुँतिरको, यो चाहिँ दासढुङ्गाको। ओहो मलाई हिँड्दा यार एउटाले त्यो ठाउँ यता पर्छ भनेर लगाइदिइहाल्यो। हामी त्यही लैलैमा अब हिँडिरहेछ। कुन हो यार, हिँड्दा मुनि आइसक्यो यार। जे होस् झोर्लेबाट आउँदाखेरि चाहिँ हामीलाई बेस्ट भयो। यो चाहिँ बेस्ट अप्सन भयो, किनकि बाटो अलि डेन्जरै रहेछ। यताको बाइक चाहिँ नआउने रहेछ मासतिर। उताबाट घुमेर आउँदाखेरि चाहिँ एकदम फाइदा हुने रहेछ है केटा हो। किनकि उताबाट घुमेर आउँदाखेरि बाटो पनि राम्रो बने। एकचोटि यहाँ माथि जाने हो र, यहाँ माथिबाट हेर्ने हो र। यहाँ माथिबाट हेर्दै हिँड्नु पऱ्यो अब है। कहाँनिर हो
यसो उकालो चढ्दाखेरि यति गाह्रो भयो यार, त्यत्रो हिँडिसक्यो हामी। हो घाम पनि लाउनु चाहिँ यही हो भर्याङ्गी, यहाँ भर्याङ। आज तर त्यो ठाउँ जसरी नै पुगेरै छानियो। ओहो भ्यू त कडा देखिँदो रहेछ हौ यहाँबाट त। ए यहाँ रहेछ यी, उता रहेछ हौ, पाएँ उता हो, उता डाँडा रहेछ। अझै उहाँ हिँड्नु पर्ने हो त यार, भइसक्यो हौ। जाउँ अब त्यहाँनिर जाउँ, देख्नुभयो होला नि तपाईँहरूले पनि, उयो हामी जान लागेको ठाउँ चाहिँ। लगेर हो हामी चाहिँ अहिले अब यो बाटो हिँड्दैछौँ है, यो बाटो हिँड्दै मुनि झर्ने भनेको। ओहो बाटो त डेन्जर हो त यार, बल मजा आउँछ हौ यो बाटो हिँड्न पनि। कहिलेकाहीँ आनन्द नै आउँछ हौ यस्तो बाटो हिँड्दाखेरि। कति रोड हिँड्ने हो कस यो मान्छे लड्छ गरे। ओए तिम्रो जुत्ता चिप्लो होस् त, त्यही भएर ल अब चाहिँ यहाँबाट हामी सर हिँडिन्छ। ए बाटो बाटो बन्छ क्या साथी, हिँडेसी बाटो बनाउने हौ, तर सिधै भिड जानु पर्ला जस्तो हौ। के हो वहाँ छ यार, अझै रुख समात्दै हिँड न, रुख समात्दै पुगिन्छ हो। ओइ यो रुख त हेर त, ए प्लाटप्लुट भाँचेला जस्तो है, प्लाटप्लुट भाँचेला जस्तो छ रुखहरू। रुख समात्दाखेरि चाहिँ एकदम होसियार भयो है, फेरि मुला भिरबाट गुल्टेला अर्को आपत। बाटो बनाउने हो क्या साथी, हिँडेपछि आफू यहाँकै यहीँ मुनिबाट त झर्ने त हो नि हामी। ओ थो के हो यो, आगोलाई भारे चाहिँ कि रुखहरू सबै। मेरो त अझ कन्भर्स लाएर हिँडिरहेको क्या, कन्भर्सले त झन् चिप्लाउँछ यार। त वहाँ पुग्नु हो, उदो डाँडो, यहाँबाट देखेको डाँडो बाटो हो नि यस्तो हो। फेरि मजा आउँछ जे होस्। लड्ला है लड्ला भण्डारी, फेरि एडभेन्चर्स हुन्छ क्या, एडभेन्चर्स। हामी सजिलो बाटो होइन, गाह्रो बाटो हिँडौँ न, कति त्यही एउटा बाटो हिँड्ने हो। गर्मी भयो यार, अहिलेसम्म त चिसो भइरहेको थियो। अब हामी फेरि वहाँ हिँड्दै जानुपर्छ है, भ्यू टावरसम्म। अर्को आपत्तो हो फेरि, उही माथा त्यहाँ त लड्छ क्या हो। उयो रुख हेर त, यता भाँचेला रुख जस्तोलाई नसमात है। म्यान भर्सेस वाइल्ड भइरहेको मैले हामी अहिले चाहिँ। चिप्लेलाई एकदम सम्हालेर हिँड्नुपर्छ हौ केटा हो। ओइ फेरि मुला रुख बिरुवा भाँच्यो भनेर केस हान्दियो भने अर्को आपत यार। हिजो त सरकार पनि चेन्ज भइसक्यो, सरकार चेन्ज हुने बित्तिकै हाम्रो केपीबा गइसक्यो जेलतिर। अब अर्को पालो कसको हुने हो थाहा होला नि, केपीबाको साइडमा को बोल्छ अर्को। अब उहाँजीको पालो आउँछ कि, तर ठिकै हो, केही गर्ला भन्ने आश छ अबको नयाँ सरकारले चाहिँ। अनि हाम्रो म अब
घुमिरहेको मान्छे भएर पनि होइन अब त्यस्तो फ्लेक्स हान्नेको भन्दाखेरि पनि अब अलिकति मलाई घुम्न चाहिँ अलिकति इन्ट्रेस्ट छ क्या। अनि म यो पश्चिमतिर गइरहेको हुन्छु क्या। पश्चिमतिर जाँदाखेरि चाहिँ मैले एउटा कुरा के नोटिस गरेँ भन्दाखेरि ओइ मुला बाटै छैन त यार, आउन त आइपुग्यो। अब यहाँबाट त बाटै छैन। ओइ यहाँबाट मुनि झर्नु पर्दा हाम फालिदिने हो क्या हो साथी, त्यहाँबाट हाम फाल न एकचोटि। हिँड न, बाटो त बनाइहालिन्छ नि। ए हामी के कुरा गर्दै थियो अरे साथी, एकदम सँगलेर है। ए घुमिरहेको ठाउँमा के अब जस्तै हाम्रो यो पश्चिम इलाकालाई, नेपालको पश्चिम भागलाई, टुरिज्म इन्डस्ट्रीलाई एकदम प्रमोट हान्न सक्यो भने चाहिँ सायद यस्तो हिडन जेम्सहरू छ क्या यो ठाउँमा है। मान्छेहरूलाई थाहा छैन त्यो ठाउँ कति महत्त्वपूर्ण छ भनेर। किनकि मान्छेहरू धेरै जस्तो अब है कास्की इलाकातिर अनि त्यसो हाम्रो पूर्वी भागमा सगरमाथा चढ्ने भनेर आउँछन्। यदि पूर्वी भागमा यसो चढ्ने भनेर आउँछन् कि उनीहरू चाहिँ। तर हामीले चाहिँ पश्चिम इलाकालाई प्रमोट गर्न सक्यो भने यस्तो बेस्ट घुम्ने ठाउँ छ है। त्यो डोल्पामा मैले देखेको ठाउँहरू आम्बो कम त दामी छ त्यहाँ ठाउँ। मान्छे पागल हुन्छ हो त्यहाँनिरको भ्यूहरू देख्यो भने चाहिँ। ल केटा हो, म चाहिँ यहाँबाट ओर्लिन्छु अहिले। अब एकछिन भिडियो अफ गर्नै पर्ने भयो है त्यसको लागि चाहिँ। झर मलाई यो बाटो छोडेर हामी अघि त्यहाँ भ्यू हेर्ने भनेर यो बाटो आइपुग्यो। आउन मुनि आउन। ल हेर है मेरो गुल्ट्यो भने म हस्पिटलको बिल चाहिँ तिर्न सक्दिनँ है अहिले। हेर त यहाँबाट चाहिँ राम्रोसँग सँगल है साथी। यहाँनिर यहाँबाट हाम फाल्दै नै हुन्छ हो, त्यहाँबाट हाम फाल्दैन यहाँ। अनि पछि गएर बन्जी हान्न सजिलो हुन्छ कि यसरी हाम फालिरह्यो भने। मेरो हेर न कस्तो चिप्लो होला त, झन् कन्भर्स लाएर आएको हो। त्यहाँबाट त हाम फाल्दै हुन्छ, म त्यहीँबाट हाम फालेको। है हामीसँग त पानी पनि छैन फेरि। अब आधी घन्टा प्याक भरि हिँड्नुपर्छ। तर होला नि झर्नाहरू सानोतिनो कतै। हाम फाल कि त्यहाँबाट यहाँनिर बिचमा हाम फाल त। अघि हाम फालिहाल्यो क्या, अहिले फेरि हेर चिप्लिएर मलाई कस्तो यो त रतन कार्कीको नि बाउ जस्तो निस्क्यो त यार। अब एकछिन अब आइसक्यो उता डाँडा त हो नि। तर है बाटो चाहिँ डेन्जरै रहेछ। झन्नाले हामीले त्यो बेला सोधिहाल्यो त्यहाँको दाइहरूलाई, नत्र भयो यो बाटो आएको भयो हामी अहिले। जे होस् एउटा कुरा फाइदा हुने रहेछ कि यताबाट घुमेर आउँदाखेरि चाहिँ भ्यू टावरमा नि डाइरेक्ट पुगिने। अनि हिँड्दै पनि यो भाइरल भएको ठाउँ छ नि त्यहाँ चाहिँ पुगिने रहेछ। बज्यो यार अहिले त कति 9:30 हुन लाग्यो। हामी चाहिँ बिहानै आएको थियो आज 6 बजे है। त्यो के भन्छ अरे अब भ्यू पनि राम्रो आउँछ कि भनेर आएको हो। तर ठिकै भयो यो टाइमिङमा चाहिँ बिहानको भ्यू। अब हामीसँग त अहिले त्यस्तो विधि ग्याजेट्सहरू छैन नि त। केही गरम भन्यो भने अब मोबाइल छ, अब एउटा माइक किन्ने अस्ति है भ्लग स्टार्ट गर्ने भनेर। अनि सानोतिनो ट्राइपोडहरू छ अनि एउटा ल्यापटप हो है। फेरि फ्लेक्सै हाने होइन। अब क्यामेरा स्यामेरा भएको भए चाहिँ अलिकति चलाउन पनि सिक्दै जानुहुन्थ्यो। बिस्तारै इक्विपमेन्टहरू जोड्छु अब म हेरौँ के हुन्छ। बिस्तारै इक्विपमेन्ट जोडेर यही लाइनमा छिरौँ न। काम पनि गरिरहेको छु
आफ्नो लागि टाइम पास पनि हुन्छ एउटा। अब जस्तै घुम्न म गइरहेको हुन्छु, प्रायः जसो बिदा मिलिरहेको हुन्छ मेरो है अफिसको। म चाहिँ फेरि कस्तो हुन्छ भन्दाखेरि 3-4 दिन बिदा अब क्यालेन्डरमा हेर्छु अनि एक दिन रोइ कराई बिदा लिन्छु। 3 दिन बिदा मिल्यो भने क्यालेन्डरमा हुन्छ नि त। अब जस्तै 12-13 बिदा हुन्छ अनि 14 खुल्ला हुन्छ अफिस, 15 चाहिँ बिदा हुन्छ क्या। त्यस्तो बेला चाहिँ एक दिन अब सरलाई होइन, सर पनि बुझ्ने छ हाम्रो अफिसको। अब भर्खरको भएर पनि है, म भर्खरको छु, सर पनि अब सरको पनि छोराछोरी मेरो उमेरकै जतिको छ है, उहाँको पनि घुम्नलाई इन्ट्रेस्ट रहेछ छोराछोरीहरू। अनि बुझ्छ सरले, अनि एक दिन यसो बिदा मिलाइदिनु न त सर यताउति भनेर 4 दिन जति बिदा मिल्यो भने वरिपरि हाम्रो हुन्छ नि कास्की इलाका, यो चितवनबाट कास्की अनि यो जस्तै यो रसुवा साइड यिनीहरू चाहिँ भ्याइन्छ 4 दिनमा मजाले होइन, आनन्दसँग। अब गाडीमा जानु पर्दैन, आफ्नै बाइक छ, त्यो कारणले नै आनन्दसँग भ्याइन्छ क्या। त्यो त्यसरी हिँड्छु म चाहिँ। सायद मेरो इन्स्टाग्राम एकाउन्ट पनि हजुरहरूले फलो गर्न सक्नुहुन्छ। मेरो इन्स्टाग्राम एकाउन्ट चाहिँ छेत्री प्रसय भनेर छ। मेरो नाम चाहिँ अलिकति युनिकै छ है, प्रसय भनेर। ल ठिक छ, आइपुग्नु लाग्यो है हामी चाहिँ अहिले। हो फाइनल्ली पुग्न लाग्यो है। हामी चाहिँ उतै ठाउँ जान लागेको चाहिँ है, उयो ठाउँ के यो छ नि, यो डाँडोमा हामी जान लाग्यो। अब यो डाँडो आइसक्यो। धेरै टाइम त लाउँदैन रहेछ हिँड्दाखेरि चाहिँ। अब ओह्रालो बाटो भएर पनि त्यस्तो विधि टाइम नलाग्यो। जे होस्, अब उकालो चढ्दाखेरि चाहिँ कतिको दया जान्छ भन्ने कुरा हो। ओइ कताबाट जाने हो? यतैबाट गइदिउँ ल फेरि। गइदिउँ कि यहाँबाट सर्टकट रहेछ नि त बाटो त। ओइ भण्डारी यतैबाट होला कि जाने यो पाहाडबाट? यहाँ पहिरो गएको हेर न, यी कताबाट जाने हो र? यहाँ त पहिरो गएको, यहाँनिर पहिरो गएको रहेछ। अब त बाटो त कसरी जाने हो? लगेडा हो। अहिले चाहिँ हामी पहिरो जाने बाटो गइरहौँ। यहाँनिर यस्तो डेन्जर पहिरो गयो यार, बिस्तारै सम्हालेर जानुपर्छ। ओ यो त रुखलाई समात्यो भने नि झर्छ है साथी, एकदम सम्हालेर। फेरि बाटै रहेनछ। मजी डेन्जर छ त्यो। एकदम राम्रोसँग मास्तिरबाट आऊ त सम्हालेर। त्यो रुखलाई समात, त्यो रुखलाई समात, अनि यो साइडबाट पेल्ल्याऊ के, म आएको साइडबाट पेल्ल्याऊ। फेरि मुला हो। आऊ बिस्तारै आऊ, बिस्तारै आऊ, मास्तिर आऊ। बाटो चाहिँ फेरि यस्तो पहिरो गएको रहेछ हौ अहिले। धन्नले बाइक यताबाट नलागेको ठिकै भयो। ल आइहाल्यो नि, यति त हो। अब फेरि यही बाटो त फर्किनुपर्छ हामी, अर्को झन्झट त्यहाँ। ल भण्डारी आऊ। कहिलेकाहीँ रिक्स लिनुपर्छ क्या यस्तो यस्तो बाटोहरू। कस्तो कस्तो बाटोहरू हुन्छ यार नेपालमा। ल हेर त यहाँ त झाडी छ त यार। मैले भन्दै नि त पाहाडबाट झरेको भाइ, अलि यहीँ पुग्नु रहेछ, ठ्याक्कै ठाउँमै पुग्नु रहेछ। अब सुरुवातमा मेरो यस्तै र भ्लग टाइपकै आउँछ, अलि पछि रोक्नु एक दुई महिना, त्यसपछि अलिकति इक्विपमेन्ट्स जोडेपछि त्यसपछि रमाइलो खालको भ्लगहरू आउँछ है। एउटा हो। ल फाइनल्ली भेट भयो हाम्रो भाइरल ठाउँ। के हो त्यहाँ माथि? के हो ए? मन्दिर पो रहेछ, म त मान्छे रहेछ क्या भनेर। भण्डारी हाम्रो यात्रा कस्तो हुँदैछ? चितवनमा यस्तै हो, रिक्स लिनुपर्छ हो। ल मजा आयो नि चितवनमा यस्तो ठाउँहरू भेट्टाएर। कस्तो भयो तिमीलाई? रमाइलो लाग्यो कि? ल आइपुग्यो चौकी डाँडाको हाम्रो रहस्य।
यो चाहिँ अलिकति पहाड फुटालेर हाम्रो ढुङ्गाको बनाएर रहेछ है त्यहाँ माथिसम्म पुग्नको लागि। मोज हुन्छ हौ मोज। माथि पुगेपछि चिसो हावा एकछिन तानेर फेरि हामी त्यहाँको डाँडामा जान त्यो डाँडाबाट कटेर आएको हामी त्यो टेन्सन लगाइरहेको फेरि फर्किँदाखेरि। तर फेरि एकचोटि बाइकमा बसेपछि त फेरि आनन्द भइहाल्यो नि। त्यही भएर हजुरहरू पनि एकचोटि यहाँ आइदिनु होला है। बाटो चाहिँ अलिकति ठाडै रहेछ कि उकालो। तर नेपालीहरूले चाहिँ पहाड कोरेर बनाउने भनेको चाहिँ हो कि अझ हाम्रो मेन त शेर्पा दाइहरू बाटो बनाउन कुन देशमा हो हाम्रो शेर्पा दाइहरूलाई लिएर जान्छ अरे कि बाटो बनाउन। स्विडेन हो कि सम्झौँ कुन देशमा हो। न त्यहाँ डोजरले भत्काउनु मिल्छ अरे न केही गराउनु मिल्छ अरे। उल्टै यहाँबाट पैसा तिरेर यसरी आइज भनेर अफर गरेर दाइहरूलाई जान्छन् रे मान्छेहरू चाहिँ। दाइहरू जानुहुन्छ अरे बाटो बनाउनु त्यहाँ। मैले हिजो भर्खर यो कुन चाहिँ हो टिकटकमा देखिरहेको थिएँ यसरी यसो लैजान्छ भनेर नेपालबाट। ओइ अन्त टप आनलाइसक्यो। हामी आएको त्यहाँबाट देख्यो अहिले चाहिँ त्यहाँ टावर देख्नुभयो यहाँ बिचमा हो यो टावरबाट हामी यो डाँडो कटेर यहाँ आइपुग्यो। ल हेर्नु हाम्रो अर्को दादासँग हिँडेपछि फेरि डेन्जर एडभेन्चर्स हुन्छ है केटा हो। पछि गएर तपाईँहरूलाई ट्रेकिङ जान मन लाग्यो यदि तपाईँहरू पनि हिप्पी टाइपको ट्रेकिङ खोज्नुहुन्छ भने ट्याक्क लगाएर मलाई कन्ट्याक्ट गर्नुहोस् सँगै जानुपर्छ। ओम नमः शिवाय। साह्रै गऱ्यौँ यहाँ उकालो चढ्न त गाह्रो हुने रहेछ हो। अब यो हुक्का भेबहरू सब छोड्नु पर्ला जस्तो। अरू त केही खान्न यही हुक्का भेबहरू खान्थेँ। तपाईँहरू पनि दर्शन गर्न सक्नुहुन्छ है यो चाहिँ हाम्रो भगवानको। ओम नमः शिवाय। सो हाई एभ्रिवान हामी चाहिँ एकछिन त्यहाँ बसेर 15-20 मिनट 15-20 मिनट बसेर त्यहाँ हामी फर्किसकेको छ है। अहिले चाहिँ अब उकालोतिर लाग्न सुरु गर्यो। अब बाइक भएको ठाउँमा पुग्न अझै हामीलाई लाउँछ होला लगभग आधी घन्टा लाउँछ होला हिँड्दै। त्यसपछि हामी बाइक लिएर सर र अब आफ्नै घरतिर लागिन्छ। आज एउटा सानो प्रोजेक्ट पनि आएको छ फन पार्कको त्यो कारणले पनि अलिक चाँडो जानु छ कि बिहान चाँडो उठेर क्लिपहरू खिचेर तपाईँहरूको लागि भनौँ न हजुरहरूको लागि अब क्लिप रेडी गरेर पोस्ट हालेर ठाउँ चिनाएर फेरि आफ्नो कामतिर लागिन्छ। काम भ्याएर अनि फेरि आजै किन आएको भन्दाखेरि चाहिँ अब फेरि भोलिदेखिबाट अफिस स्टार्ट हुन्छ। 10 बजीदेखिबाट 5 बजीसम्म काम हान्नै पर्यो। काम हानेर अब बेलुका फेरि यत्रो यहाँसम्म आउनु भ्याइँदैन। आए पनि राम्रो क्लिपहरू आउँदैन। त्यही त बिदाको टाइममा यसो फ्रेस पनि भइन्छ कामबाट भनेर चाँडो गरेर आज यहाँ आइपुग्यो। त्यही हो अब फर्किँदैछौँ हामी। अब फर्केर बाइक लिएर गइन्छ होला। उकालो चढिरहेछौँ जुन बाटो आएको थियौँ त्यही बाटो हुँदै फर्किँदैछौँ हामी भन्दै आजको भ्लग यहीँ इन्ड गर्छु है त म। अब हजुरहरू पनि चितवनमा राम्रो ठाउँ हाइकिङको लागि
रिफ्रेस हुन खोज्नु भएको भने प्लिज यो ठाउँलाई पनि प्रमोट गरिदिनु, आइदिनु। यो चाहिँ हाम्रो राम्रो ठाउँ छ, चितवन भरतपुर 29 मा पर्ने चौकी डाँडा भन्ने ठाउँ। अझै छ यस्तो ठाउँहरू, अप्पर धनगढी छ, मायाटार छ, शक्तिखोर छ, टन्नै छ के। हिडन जेम्सहरू चाहिँ चितवनमा मान्छेहरूले बुझ्नु पर्यो। सधैँ अरू ठाउँ पोखरा सोखरा गरेर हाइकिङ गरेर नि काम छैन। चितवनमा पनि अब चिनाउँछु मैले बिस्तारै बिस्तारै ठाउँहरू गर। अब तपाईँहरू घुम्न आउँछ भन्दै अब फोहोर फाल्दै अब फोहोर त्यो ठाउँ एउटा कुरा चाहिँ त्यो नि हो है, घुम्न आउँदाखेरि नेपालीहरूको बानी के हो भन्दाखेरि चाहिँ हामीलाई सफा चाहिन्छ नि त हाम्रो ठाउँ। अनि हामीले एउटा कुरा सरकारलाई मात्रै दोष दिएर हुँदैन कि, हामी पनि राम्रो बन्नु पर्यो। मैले कति ठाउँहरू देख्छु, अब भाइरल भएको ठाउँहरूमा देख्छु कति फोहोर फालेको हुन्छ कि मान्छेहरूले। अनि कृपया फोहोर चाहिँ नगरिदिनु होला त्यस्तो ठाउँमा चाहिँ है। यदि त्यस्तो ठाउँमा जानु छ भने डस्टबिन भेट्टाउनु भने आफ्नै एउटा सानो होइन पसलमा गएर एउटा प्लास्टिक मागेर भने त्यो फोहोरलाई त्यो ठाउँमा फाल्नुहोस्। ताकि हामीले आफ्नो प्रकृति हाम्रो देशको सम्पदा अब हामीले बुझ्ने कुरा हो, हामी त जेन्जीहरू हो नि त, यत्रो गरिसक्यो। अब सरकार पनि आइसक्यो अहिले, हामीले पनि बुझ्नु कुरा हो। आवाज उठाउनु पर्छ नराम्रो गरेको ठाउँमा, तर हामी पनि नराम्रो गर्दै हिँड्नु भएन। अलि आफ्नो ठाउँहरूलाई सफा राख्न चाहिँ हाम्रो कर्तव्य हो। त्यो भन्दै आजको भ्लग यहीँ इन्ड गर्छु है त। हस् बाई, जय नेपाल। ल साथी केही भन्नु छ र तिमीलाई लास्टमा? गाइस यो ठाउँ घुम्न आउनु होला, रमाइलो छ कि हल्का थकित पनि हुन्छ होला। ओके ल फेरि यसको चाहिँ यही छ।